अमै सानीमा पो आइपुग्नु भएछ त। नमस्कार सानीमा। हेर्नु न म त यहाँ मकै रोइलो बनाएर भर्खर भाँचेर ल्याएर बसेकी पो छु त। कति दिन पछाडि जाउँ भित्र सोफामा गर्मी छ यस्तो। हेर कति काम गरेका हौ यिनीहरूले। कति वर्ष पछाडि कराउँदा बल्ल आउनुभयो। यी केटाकेटीले हेर्नु न के राखेका छन्। बस्नु सानीमा। नानी यहाँ हजुरआमा आउनु भएको छ, चिया पानी लिएर आइज छिटो। दुखाइ पिराइ कस्तो छ सानीमा? अनि ठिकै छ, राम्रो। ज्यान त ढ्याप्प लागेछ त, बुहारी आएर सुख भए जस्तो छ सानीमालाई। ठिकै छ, सुखै छ, राम्रै छ, बुहारी ठिकै छ। नानी यहाँ हजुरआमालाई चिया पानी लिएर आइज। कत्रो बेर लाग्यो नानी? के पानी ल्यायो नानी? चिसो कि तातो? चिसो। ए म चिसो पानी खान्न नानी, मलाई चिसो खानै हुँदैन। चिया नै बना न नानी, चिया बनाएर ल्याऊ। लेस नानी लेस। कस्तो चिया ल्यायो नानी? सेतो। ए सेतो चिनी लायो होला हैन? ए म चिनी त खान्न त। गर्मी त यति धेरै अलिक रातो चिनी लाएको चिया नखाने नानी, म चिनी नै खान्न। लु म चिनी खान्न। चिनी नहाली मिलिक बनाएर चिया आउँछ न मान्छे पनि वाक्क कतिचोटि चिया खानु। साह्रै शान्त भलाद्मी छ क्या मेरो छोरी। भलाद्मी तर कति ज्ञानी कति ल्याइसक्यो। अब चाहिँ चिया नै नखाउँ होला हौ नानी। सानीमा यसो हात मुख धुनु, टाढाबाट आउनु भएको गर्नु भएको होला, नुहाइधुवाइ गरेर यसो। फेरि गर्मी छ साह्रै औधी। झोला यसो भित्र राखेर सुत्नु। म खानाको मेलो गर्छु ल सानीमा। यसो भित्र गरे केटाकेटीले हेर्दैनन् क्या खाना चाहिँ, सागसब्जी। ल यसो नहुनु पनि पर्यो जस्तै भयो। कति भ्याएका गाई पनि रहेछन्, बाख्रा रहेछन्, नानी। सानीमा लु खाना खाऊ। अब खाना बनाऊ, झारझुर पारेर बनाइहाले। खाना त खान्न पो त बेलुका त। किन नि? होइन म खाना खान्न नि, मलाई खानै हुँदैन। बेलुका रोटी सोटी अलिअलि खाने हो, भात कहिले खान्न म बेलुका रोटी मात्रै खान्छु। रोटी खान्छु कहिले त्यही पनि खान्न। म त त्यस्तरी खान्न नि खानेकुरा। लु अब म रोटी बनाउँछु नि त त्यसो भए। ल म एकछिन बस्दै गर्नु। केटाकेटी कहाँ गयो? केटाकेटी यहाँ हजुरआमासँग बस न, एक्लै हुनुभयो। म रोटी पनि बनाइहाल्छु उति बेलै। ल के खालकी आमै रहेछ रोटी बनाइदिनु पर्यो, गर्मी छ उस्तै। सानीमा लु रोटी पकाए झर्र। अब रोटी खाऊ। यसो रोटी सब्जी दुधसँग केसँग अलिकति जान्छ। बेलेर सुक्खा रोटी नि त्यस्तै मिठो हुन्छ नि त। सुक्खा रोटी खान्न नि नानी, खान्न त। म त फापरको मात्रै खान्छु, त्यही पनि एउटा खान्थे। भएन भने नखाउ न है आज। अनि कस्तो बल्ल यत्रो वर्ष दिनमा आउनु भएको? अनि होइन लु म फापरकै भए पनि बनाउँछु नि त। ल एक दुई दिन त बस्दा हुन्थ्यो नि सानीमा। अनि होइन म जान्छु नि। ए घरमा गरिहाल्छ नि। अनि बसेँ, अब घरमा के गरे कसो गरे थाहा छैन। ए आफू हुँदा हो क्या, नहुँदाखेरि सबै गर्छन्। त्यस्तो गर्नु हुँदैन, सबै थोक गर्छन्। छोरा बुहारी नाति नातिना त्यत्र भएका छन्। अब आउनु भएको छ, एक दिन बस्नु। होइन म आउँदै जाँदै गर्छु नि, बरु आज चाहिँ जान्छु। बस्नु भएको भए हुन्थ्यो। अब नगई नजाने भएपछि झोला। नानी आमाको झोलाले नानी यता कता गयो? लु यसो मुन्टा सुन्टा कतिको थिए तपाईँहरूकामा टिप्दिन्थे। हुन्छ लु आमालाई नानी परसम्म छोडेर आऊ। गाडी चढाइदिएर अटो चढाइदिएर आऊ है। बिस्तारै जानु है सानीमा। पुग्नु त हुन्छ नि, नभए त भरे म भाइ आएपछि पठाइ। ल ल ल हैरान घुँडा पाता पाखुरा सबै दुखिन्जेल बनाइन यहाँ मैले। गई त्यो बुढी आमा? गइन् नि, नानीलाई छोड्न पठाइरहेको थिएँ। पाउना हो तपाईँका त वाक्कै नि हो। 2 दिन आएर बसेपछि 2 वर्षको कष्ट दिएर गयो त्यो बुढी पनि। त्यस्तै हो नि हौ, बुढाबुढी भएको ज्यान अब। बस्न चाहिँ किन आएका क्या? बुढाबुढी त हुन्छ नि, यस्ता त हुँदैनन् नि त। 2 दिन आकी वाक्कै नि वाक्कै। यो पनि खाँदिन, त्यो पनि खान्न, त्यो पनि खान्न, त्यो पनि गर्दिन, वाक्कै लाएर गयो बुढीले त। त्यस्तै हो नि अब। पाहुना आगा भनेको भगवान हुन् भन्छन्। अब गर्नै पर्यो नि। लु नानी यो मकै सबै छोडाइसक्यो। राक्षसको बेहोरा देखाएर